70मा जब अपर मुस्ताङ जान सक्छु भने 80सम्म यो कति हो र यो 10 वर्ष जस्तो लाग्छ। मेरो नाम अशोक साक्य हो, 56 को हो। मेरो गाउँमा मोटरसाइकल देख्नु भनेको एकदम ठुलै कुरा हुन्थ्यो क्या त्यो बेला। कन्काई सिँचाइ योजनाको ट्राइम्फ 250 आयो क्या। चाबीको कुनै ठेगान हुँदैन थियो, यसले के गर्दो रहेछ भनेर वाच गर्थेँ अनि त्यही अनुसार जोड्ने अनि किक लाउने अनि कुदाइहाल्ने। त्यो बेला म 14-15 वर्ष पुगेँ, खुट्टाले भ्याउँदैन थियो अनि ओल्डिँदाखेरि मान्छे बोलाउनु पर्थ्यो, हे समाज भनेर। तराईमा पहिला बाइक चोरी हुने भन्ने चलनै थिएन। हराएपछि सबले थाहा पाउँथ्यो कि अशोक साक्यले बाइक लगाएछ। अब 1-2 घन्टा आउँदैन, तपाईँ कुर्नुहोस् या चिया खानुहोस्, भात खानुहोस्, ऊ घुमेर आउँछ अनि लिनुहोस् भन्थ्यो। अनि गाली पनि खान्थे, दुध दिने गाईको लात्ती सहनु पर्छ भने त्यो सहन्थे। अनि बुवाले चाहिँ पहिलोचोटि एउटा हेलमेट, हाफ हेलमेट साइडमा छालाको भएको किनेर ल्याउनु भएको छ, यो लगायो भने। होइन यो लगाउनु के दरकार छ भने बुवा भने म त यो बिना पनि चलाउन सक्छु नि। चलाउन सक्छस् सक्दैनस् त्यससँग मतलब छैन, त मरिस् भने तेरो अनुहार हेर्न पाउनुपर्छ मैले। बुवाले आफ्नो छोराको मायामा हेलमेट किनेर ल्यायो। छोरा त टेर्दैन, यो हिँडिहाल्छ कहीँ पनि। पहिलो बिजनेस सुरुवात चाहिँ मैले 4 बोरा चियापत्तीबाट सुरु गरेँ। काठमाडौँ यस्तो थियो, यहाँ जाँड खाने चलन थियो। त्यो बेला मैले चिया बिक्री गर्नलाई भनौँ न हरियाणी गिलास भन्थ्यो, सानो हुन्थ्यो। त्यो एउटा लोभ दिएर मैले चाहिँ टोलमा स्टल राखिदिएँ कि चियाको। जसले चिया खान आयो त्यसले गिलास पाउने भन्ने कुरो एउटा स्किम राखिदिएँ। अनि त्यहाँदेखि मान्छेहरू के भने बिहान चिया खाने पहिला बानी गराएँ क्या, अनि बल्ल स्वाद थाहा पाएँ। अनि भिनाजु चाहिँ जिटिजेड प्रोजेक्टमा काम गर्नुहुन्थ्यो। स्मल फार्म डेभलपमेन्ट प्रोजेक्टमा ट्राइम्फ मोटरसाइकल दिएको थियो जर्मन प्रोजेक्टले। अनि त्यो भिनाजुको घर बस्दाखेरि त्यहाँ पनि मैले ट्राइम्फ चलाएँ, त्यही 250cc कै। अहिले त अब बाइक त धेरै फेरिसकेँ होइन, आते जाते गयो भने त 25-30 वटा त भयो होला। त्यसपछि मलाई चाहिँ ठुलो बाइक कुदाएपछि फेरि योभन्दा ठुलो के कुदाउने भन्ने रहर आएन। रुथम्यान होन्डा भन्ने कुदाएँ, डुकाटी आयो, मोन्स्टर भन्ने मोडल थियो न्याकेट, त्यो पनि चलाएँ। मेरो टोलमा पिट स्टप भन्ने एउटा स्याटरडे जम्मा हुने केटाहरू पनि ठुल्ठुलो बाइकहरू लिएर आउँथ्यो हाम्रो टोलमा। अनि त्यहाँ टोलको मान्छेले कम्प्लेन गर्न थाले। म टोल सुधार समितिको त्यो बेला अध्यक्ष थिएँ। अनि मलाई आएर कम्प्लेन गर्यो, म त योलाई एकदम लाइक गर्छु, म आफै पनि ठुलो सो मनपर्छ, म आफैलाई पनि यसरी कुदाउनु मन लाग्छ, म यिनीहरूलाई के भन्नु, म आफै त्यस्तो छु, अध्यक्ष यस्तो छ त के काम लाग्यो। 1 घन्टा 1.5 घन्टा स्याटरडे भयो भने चाहिँ 6 किलोमिटर 7 किलोमिटर, अरू बेला भने मिनिमम 4 किलोमिटर त म गरिरहेकै हुन्छु, जगिङ वाकिङ। त्यहाँ नाडामा गएर चाहिँ केटाहरू बसिरहेछ ट्राइम्फ लिएर। अनि मैले बुक गर्नु पर्यो भने के बुक हुँदैन अहिले भने। म बाइक बुक गर्न आएको, नचढिकन नहेरिकन बुक गर्दैछ नि तपाईँहरू बुक नलिने, तुरन्त त्यहाँ बुकिङ एमाउन्ट लियो, मेरो बुक भयो। नेपालको पहिलो बुक नै मेरो। अर्को कुरो के भने ट्राइम्फको टेक्नोलोजी एकदमै विकसित भएर गयो क्या। जस्तो म पुरानो मोटरसाइकलको पार्ट्स भन्दाखेरि मलाई सबै पार्ट्स याद हुन्थ्यो। धम्पुसमा हुँदाखेरि त्यो पार्ट्स चिन्ने भन्ने एउटा गेम भयो थियो। त्यो मलाई त कस्तो लाग्थ्यो, मै फर्स्ट हुन्छ जस्तो लागेको थियो कि। लास्टमा त एउटा पनि भन्नु छ कि कम्प्रेसन रेसियो एकदम हाई छ नि यसको। एकचोटि चलाएपछि चाहिँ त्यो लङ स्ट्रोक भनौँ न, त्यसको बिएचपी नै हाई हुँदैन कि यसको जस्तो एकचोटि सर्ट लिने क्यारेक्टर नै हाई हुँदैन। जब महिना दिन घरमा बस्छु नि, अनेकौँ कुरा सोच्दा जब दिमाग भारी हुन्छ नि, बाइक लिएर गएपछि ब्लाइन्ड अनि केही पनि हुँदैन। त्यसपछि ओन्ली बाइक यति फ्रेस भइन्छ कि त्यसपछि घर फर्किँदाखेरि यस्तो लाग्छ कि एउटा नयाँ फेरि एउटा एनर्जी लिएर फर्के जस्तो। वास्तविक संसार भनेको त एक्सप्लोर गर्नु पर्यो। हप्तामा एक दिन पनि बाइक नचलाइकन बाहिर नगएको केटाहरू देख्दाखेरि चाहिँ जवानी नै हो कि होइन। म यो बेलामा पनि त कहाँ उड्न मन लाग्छ मलाई। त्यो नाकको सोझोले जहाँ हुन्छ त्यहाँ जाने कि। अब कुनै डेस्टिनेसन पनि हुँदैन थियो, खालि एउटै सौक हुन्थ्यो कि राइडिङ गर्ने बस। अब फिल्म हेर्न पट्टा त गयो बाइकमा। क्रस कन्ट्री भनेको मेरो जिन्दगीमा सोले हेर्न गएको थिएँ कि 72 हो क्यारे। मनमा लागेको पहिलो राइड भनेको चाहिँ जिन्दगीमा मुस्ताङै हो, त्यो ट्राइम्फको। मैले तराईको राइडमा जति पनि गरेँ सबै एउटै जस्तो लाग्थ्यो क्या सिनहरू। मुस्ताङको राइडमा देखेँ कि नेपालभन्दा बेग्लै खालको दुनियाँ पनि। त्यहाँ गएर मेरो त्यो मोबाइल फोनले खिचेको फोटो क्यामेरा चाहिँ किन्नुपर्ने रहेछ। भर्खर ड्रोन पनि चलाएको थिएँ त्यहाँ। ब्लग बनाउने भन्छ अचेल, त्यो पनि सिक्दैछु। अब यो उमेरमा आएर म सिक्दैछु। म त यस्तो राइड प्रायः महिनामा एउटा होस् भन्ने चाहन्छु कि। 70मा जब अपर मुस्ताङ जान सक्छु भने 80सम्म यो कति हो र यो 10 वर्ष जस्तो लाग्छ। व्हेन आई राइड मोटरसाइकल आई फिल आई एम लाइक ए बर्ड। म आफूलाई चरा जस्तो ठान्छु कि, स्वच्छन्द आकाशमा उडेको एउटा स्वतन्त्र चरा।